सर्वप्रथम सबैजनालाई नमस्कार गर्न चाहन्छु। आज यस विदेशी भूमिमा रहेर सबैजनालाई देश तथा विदेशमा रहनुहुने सबै दाजुभाइ दिदीबहिनी तथा बुवा आमा को पर्नुहुन्छ सबैजनालाई विजय दशमीको सबैलाई शुभकामना दिन चाहन्छु। र यसै गरी अब परदेशको ठाउँमा होइन अब यस्तै अब काम पनि बिदा छैन, गएको पनि चलिरहेको छ, गाह्रो छ होइन। गएकोमा आएर दसैँको दिनमा होइन सबै रमाइलो गरिरहेका छन्। हामी विदेशीहरूको पीडा त्यहाँको क्लासमा बसेर होइन दसैँको दिनमा कस्तो रमाइलो छ नि दसैँ कस्तो दसैँको दिन होइन क्लासमा रहेर सबैजना आज दसैँ कस्तो गाइजहरू ठिक छ नि होइन? दसैँ कस्तो ठिक छ नि? दसैँको दिन विदेशी ठाउँमा होइन एक सेन्से पढाइराख्नु भयो यता केटाहरू एकदम सेन्से उमाचुरी नेपाल हुनु त्यो ह्याप्पी दसैँ मुसुवा नाइ सेन्से दसैँको दिन होइन केटाहरू कस्तो ठिक छ नि होइन? ह्याप्पी दसैँ है गाई चाहिँ विदेशको ठाउँमा होइन यस्तै होइन, काम पनि बिदा छैन, काम पनि बिदा होइन, गएकोले नि बिदा दिन्न होइन, गाह्रो छ होइन। ह्याप्पी दसैँ सबैजनालाई। कस्तो दसैँको ह्याप्पी दसैँको बारेमा केही भन्नु छ? विजय दशमी शुभ दिवाली 2022 सालको पावन अवसरमा सम्पूर्ण नेपालीहरू तथा विदेशमा रहेका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई विजय दशमीको मेरो व्यक्तिगत तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु। ल मामाले जे भन्न मेरो पनि त्यही ल मेरो पनि त्यही होइन। सबैलाई ह्याप्पी दसैँ है विदेशको ठाउँबाट है सबैजना देश तथा विदेशमा रहनुहुने दाजुभाइ दिदीबहिनी सबैलाई विजय दशमीको शुभकामना।